काम नपाएर यो चाहिँ हेलो साथीहरू, आज चाहिँ हाम्रो ढलाइको लास्ट अन्तिम दिन। आज ढलाइ हुन्छ, छत ढलाइ, अनि त्यसमा आज तयारीहरू हुँदैछ। अनि पार्टी बोलाएको छौँ हामीले हाम्रो मालबजारबाट ढलाइको पार्टीहरू। अनि यहाँनिर खाना पकाउने कार्यक्रमहरू हुँदैछ। ल है त साथीहरू, यहाँनिर चाहिँ तातो चियाहरू पाक्दैछ काम गर्नको लागि। अनि यहाँको आजको मौसम पनि ठन्डै छ। सो यहाँ फ्राई हुँदैछ, पार्टीहरू आइसकेको छ। अनि गाडी घुमाउँदैछ, यसमा मिक्सर मेसिनहरू लिएर आएको छ। काम नपाएर यो चाहिँ गीतको होइन आम्बो क्या दामी भयो चिया। वा सो ब्युटिफुल। आम्मा सो नाइस। आम्मा गाइसहरु चिया खान आउनुहोस् होला है। आज चाहिँ यस्तो दामी चिया छ कि भैयाहरुको जिब्रो बसेर गएको। कप धुन अहिले चिया मिठो छ हैन? जा केको चिया हो? गाई दुधको, चिनीको। चिनी बनाएको? जुन दिदी त्यसलाई पुस्नु। लु दुईजना चाहिँ खतरा काम गर्दैछन् फेरि। काइल दिदी तपाईले मात्रै काम लाउँदैछ, नाचिरहेछ यो चाहिँ। प्लिज है साथी हो, यहाँ चाहिँ भने काम स्टार्ट भइसकेको छ। कोही गिटी बोक्ने, कोही बलुवा बोक्ने, कोही सिमेन्ट बोक्ने, आफ्नो डिपार्ट छुटिसकेको छ। अनि हेर्नुहोस्, लगातार काम सुरु गरिरहेको छ। कति नाफा हुँदैछ हौ? नाफा कति हुँदैछ? त्यति भए भइगयो है महिनामा? दिनको हुँदैछ? दिनको के महिना? यो ढलाइमा मोटामोटी 25,000 नाफा हुन्छ मेरो आज, यो ढलाइमा मात्रै। उहाँलाई चाहिँ हामी शिवु नामले चिन्छौँ। अनि उहाँ कन्ट्र्याक्ट गर्नुहुन्छ बिल्डिङ कन्स्ट्रक्सनहरूको। सो उहाँलाई नै हामीले डिमान्ड गरेको थियौँ, लिफ्टवाला मिक्सर चाहियो अनि यो ट्रली भएको। कस्टमरको डिमान्ड अनुसारले नै उहाँले योहरू प्रोभाइड गर्नुहुन्छ। फटाफट काम सुरु भइरहेको छ। हामी हेरेकै 1.5 घन्टा जस्तो काम गरिसक्यो। अब चाहिँ भने उहाँहरूको लन्च ब्रेक हुन लागिरहेको छ। सो अब उहाँले मेसिन बन्द गर्नुहुन्छ अनि लन्च स्टार्ट हुनेछ। किन जान्छ अरे? किन जान्छस्? धुलाइ पो खान्छस्। लन्च ब्रेक पछि काम सुरु भइसक्यो। अनि अब चाहिँ यो पुरा कम्प्लिट भएपछि मात्रै उहाँले खाना खानुहुनेछ। अनि 3 घन्टाको पुरा कडा मेहनतपछि अब भने चाहिँ काम मोटामोटी सकिसक्यो। अनि काम सकिसक्यो, मेसिन पनि बन्द गर्यो। अनि अब मेसिन डिसमेन्टल गर्ने कामहरू हुँदैछ। यता अर्कोपट्टि मिस्त्रीहरू
फिनिसिङ दिने कामहरू गर्दैछ। होला होला अब भने खाना खाने टाइम भइसक्यो अनि माछा खानेलाई माछा अनि चिकन खानेलाई चिकन अनि यस्तै भेज सब्जीहरू सबै एभाइलेबल गरिदिएको छौँ अनि उहाँहरूलाई जे जे खानु मनपर्छ त्यही खानुहुन्छ। अनि यसपछि उहाँ सरसफाइहरू सबै भइसक्यो। बंदे लिक्विड दिबे आरो ठेलो टोनिक ठेलो यसको दिने म धेरै यसको दिने कसो भन्नु त कसो उहाँले खाना खाइसकेर एकदम सबजना चियापानी खाएर तकडा भएर टिप्स थापेर गोजी मोटा बनाएर आफ्नो घरतिर लागे। फाइनल लुक यस्तो भयो। भिडियो यहाँसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नेक्स्ट भिडियोमा भेट्ने नै छौँ। धन्यवाद।